मेरो हातबाट चाहिँ कसैको ज्यान नहोस् र कसैले पनि मलाई चाहिँ ज्यान नमारोस्। सामाजिक सञ्जालमा नेपाली ब्रो भनेर चिनिने कुमार थापा मगर अहिले गम्भीर आरोपमा प्रहरी हिरासतमा पुगेका छन् र थप 3 जनालाई पनि अनुसन्धानको लागि हिरासतमा लिएको छ। प्रहरीका अनुसार श्रीमती ईश्वरी भुजेल कामबाट घर जाने बाटो तारकेश्वर नगरपालिका वडा नम्बर 6 घर नजिकैको क्षेत्रमा कुमारले उनीमाथि फलामको रड साथै धारिलो हतियार प्रयोग गरी श्रीमती ईश्वरी भुजेललाई गम्भीर घाइते बनाएका थिए। ईश्वरी भुजेललाई तत्काल अस्पताल लगिएको भए पनि उपचारको क्रममा टिचिङ अस्पतालमा उनको मृत्यु भएको थियो। घटना लगत्तै खटिएको प्रहरीले सोही राति 11 बजे कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो। त्यसैगरी उक्त घटनामा संलग्न रहेको भनेर परेको जाहेरीका आधारमा एक युवतीसहित थप 3 जना पक्रा परेका छन्। पक्रा पर्ने अन्य अभियुक्तहरूमा 36 वर्षीय विक्रम थापा मगर, 40 वर्षीय पूजन थापा छेत्री र 25 वर्षीय प्रतीक्षा आचार्य रहेका छन्। पक्राउ परेका 4 जना अभियुक्तलाई काठमाडौँ जिल्ला अदालतको फैसलामा 5 दिन हिरासतमा राखिने बताइएको छ। उनीहरूमाथि अहिले थप अनुसन्धान भइरहेको छ। छैटौँमा लेखेको हुनेछ, उसले चाहिँ माथिबाट नै भगवानले तिर पठान्छ, कसैले मार्छु भन्दैमा त्यो मर्दैन रहेछ र आफै मर्छु भन्दा पनि त्यो मर्न सकिँदैन रहेछ। त्यही भएर के भन्छ छ नि, हिजो भर्खरै तपाईँको एउटा जमदार, हाम्रो आर्मी जमदारलाई बाउले नै मार्यो, कहिले स्वास्नीले के अरे लुङले मार्छ, कोहीले बाउले बच्चा मार्छ, कोहीले चाहिँ प्रेमीलाई मार्छ। यस्तो कुराहरूले चाहिँ मलाई कस्तो टेन्सन हुन थाल्यो कि रातो निद्रा लाग्दैन। यो देशमा किन यस्तो भइरहेछ? किन के फल नभइकन त त्यसरी अर्काको ज्यान लिन सक्दैन होला नि त। त्यही भएर प्रभु मेरो हातबाट चाहिँ कसैको ज्यान नहोस् र कसैले पनि मलाई चाहिँ ज्यान नमारोस्।